हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज पनि म फेरि नयाँ भिडियो लिएर आइसकेको छु। यसपालि चाहिँ मैले अलिकति छिटो नै भिडियो बनाएर राखेँ। मैले भिडियो चाहिँ बनाइराखेको हुन्छु, तर मलाई एडिट गर्न अल्छी लाग्छ अनि कोही बेला म बिर्सिन्छु पनि। अनि खासै काम नै छैन, त्यही पनि भोइस ओभर गर्न पनि अल्छी लाग्छ। त्यही पनि आज चाहिँ मैले बनाएँ अनि हामी क्लास गयौँ। क्लासमा चाहिँ एउटा क्लास लिएर हाम्रो ब्रेक थियो। त्यसपछि म र दिदी भएर डुल्न हिँड्यौँ, बाहिर निस्क्यौँ। अनि 2 घन्टा हो क्या, हामी लिटरली 2 घन्टा बाहिर डुलेर आएको थियौँ कि। अनि बाहिर निस्केर कुरा गर्दै थोरै थोरै भिडियो बनाउँदै अनि मैले के गरेको त, मैले चाहिँ त्यो दिन दिदीलाई उक्साएर दिदी भिडियो बनाउनु भनेर भने होइन। अनि त्यसपछि एकचोटि बनाउनु भयो, अर्कोचोटि सम्झाइदिनै बिर्सेछ कि। लास्टमा त मलाई तैँले सम्झाइदिस्, त्यही पनि तैँले मलाई लाइक कन्टिन्यू गराइनस् भनेर भन्नुभएको के। अनि त्यसपछि हामी डुलेर दिदीलाई आजदामा सामानहरू लिन थियो अनि त्यो सामान लिएर हामी युनिभर्सिटीतिर लाग्यौँ। अनि दिदीले ग्लासको जार लिनुभएको थियो कि, अनि मैले बोकेको त्यो ठोकिँदै लिएर गएँ क्या। अनि मलाई गाली गरिरहनु भएको थियो, फुट्यो भनेर। अनि त्यसपछि हामीले फ्रुट्स किनेको थियौँ। अनि त्यसपछि त्यो खाना थाल्यौँ हामी क्लासमा सब मिलेर। अनि त्यसपछि दिदी चाहिँ जानुभयो। अनि मेरो चाहिँ मन्डे चाहिँ मेरो 10 to 6 क्लास हुन्छ के। यति लास्टसम्म बस्नुपर्छ, मेरो पप्स हुन्छ कि। त्यही भएर त्यो दिन चाहिँ म लास्ट थाकेको हुन्छु कि। हेर्नु मेरो फेस नै कस्तो भइसक्यो। अनि म क्लास सकेर चाहिँ बाहिर निस्केँ। अनि यस्तो राम्रो भ्यू देखेको, यस्तो राम्रो पिस फिल भएको क्या। अनि मैले सब भिडियो बनाएँ, लामो भयो नि भइरोस् भनेर। अनि त्यसपछि यस्तो थाकेको थिएँ, म घरतिर लागेँ। सोच्दै जाने बित्तिकै सुत्छु भनेर सोचिरहेको थिएँ। तर घर आउँदा चाहिँ मेरो साथीले चाहिँ खाना बनाउन स्टार्ट गरिसकेको रहेछ। अनि त्यही भएर अब म चाहिँ बसेँ, मैले केही पनि काम गरेन। अनि त्यसपछि खाना खाएर अनि म चाहिँ सुतेँ। बाई बाई।